एकचोटि धरानको फाइल लगेर गएँ, 1 हप्ता भइसक्यो, छिर्न दिँदैन। भरे मन्त्रीज्यू यस्तो मानिन्थ्यो, ठुलो मान्छे मानिन्थ्यो भन्छ, होटलमा त पैसा सकिसक्यो। रिसाले फलानी मन्त्री मुर्दाबाद भनेर यस्तो लेखेर सिंहदरबारको गेटमा उभिएको, घोक्राउँदै लग्यो है पुलिसले। म जस्तो जिउ छाडा मान्छेले त मन्त्रीलाई भेट्न पाउनुहुन्न, तपाईँहरूले पाउनुहुन्छ है? लेखेर राख्नु, पत्रीले रेकर्ड गरेर राख्नु। भोलि म त्यो ठाउँमा तपाईँहरूले पुर्याइदिनु भयो भने म तपाईँहरूलाई भेट्न आउँछु है। म तपाईँहरूलाई भेट्न आउँछु यहाँ है। एकचोटि तपाईँको गाग्री बोकेर गएँ, रन्थनिएर पानीको बजेट दिँदैन है। कहाँबाट लिएर पानी खुवाइसक्यो केन्द्र सरकारले त केही गर्दैन। वनको कानुन, यसको कानुन, त्यसको कानुन, यता कानुन, उता कानुन, कोले जानु है। गाग्री बोकेर गए, प्रधानमन्त्रीले भेट्न दिँदै है। अब स्थानीय तहको प्रमुखले मन्त्रीलाई भेट्न नपाउनु, स्थानीय तहको प्रमुखले, स्थानीय सरकार प्रमुख हो म, एउटा सरकारको प्रमुखले अर्को सरकारको प्रमुखलाई भेट्न नपाउनु। भेट्नको लागि पार्टीबाट जानुपर्ने, उसको 15वटा सचिव हुने, यो सचिवले त्यो सचिवलाई यस्तो कतिपय मानिन्छ, यस्तो उता यस्ता नाथे। मलाई त त्यस्तो हुन्छ भने यहाँनिर तपाईँको बोल्न नसक्ने, परिचय दिँदाखेरि यसो हात काम्ने, यहाँ बोलाउँदा हुने, मेरो नाम यस्तो भनेर ठेगाना भन्नु बिर्सिने, ठेगाना भन्दा नाम भन्नु बिर्सिने खालको सोझा सादा मान्छेले प्रधानमन्त्रीले भेट्न सक्छ आज?